घरमा म एक्लै थिएँ, तर त्यो रात उसले जे भन्यो त्यसपछि म पहिले जस्तो रहिन। नमस्कार साथीहरू, आजको यो भिडियोमा हामी तपाईलाई एउटा यस्तो भावनात्मक र रोचक जीवन कथा सुनाउँदैछौँ जसले तपाईको मन छुनेछ। अन्त्यसम्म हेर्नुहोस् किनकि यस कथामा एउटा गहिरो सन्देश लुकेको छ। मेरो नाम अनिशा हो। म 25 वर्षकी थिएँ र नेपालको चितवन जिल्लामा आफ्नो श्रीमान अर्जुनसँग बस्दै थिएँ। हाम्रो वैवाहिक जीवन निकै खुसी साथ बितिरहेको थियो। अर्जुन एउटा निजी कम्पनीमा काम गर्थे र कहिलेकाहीँ कामको सिलसिलामा बाहिर जानु पर्थ्यो। एक पटक अर्जुनलाई 5 दिनका लागि पोखरा जानुपर्ने भयो। घरमा म एक्लै थिएँ। खाली समयमा म चलचित्र हेर्न, गीत सुन्न र पुस्तक पढ्न मन पराउँथे। दिनहरू सामान्य रूपमा बितिरहेका थिए। अर्जुन गएको दोस्रो दिन बिहान उनको फोन आयो। उनले भने कि उनका पुराना साथी नीरज केही दिनका लागि चितवन आउँदैछन्। होटल खोज्न समय नभएकाले 2-3 दिन हाम्रो घरमा बस्ने व्यवस्था गरिएको थियो। मैले पनि सहर्ष स्वीकार गरे। त्यही साँझ नीरज घरमा आइपुगे। उनी विनम्र, शिष्ट र मिलनसार स्वभावका व्यक्ति थिए। पहिलो भेटमै उनले सम्मानपूर्वक नमस्कार गरे र असुविधा नहोस् भनेर बारम्बार धन्यवाद व्यक्त गरे। दिनभरि उनी आफ्नो काममा व्यस्त रहन्थे। साँझ घर फर्किएपछि सामान्य कुराकानी हुन्थ्यो। कहिलेकाहीँ हामीले चिया पिउँदै गाउँ, सहर र जीवनका अनुभवहरूबारे कुरा गर्थ्यौं। नीरजको व्यवहार निकै सभ्य भएकाले घरको वातावरण सहज र रमाइलो बनेको थियो। एक दिन पानी परिरहेको साँझ थियो। बाहिर मौसम निकै सुन्दर थियो। बिजुली पनि केही समयका लागि गएको थियो। हामी बरन्डामा बसेर वर्षाको दृश्य हेरिरहेका थियौं। कुराकानीको क्रममा उनले आफ्नो सङ्घर्ष र सफलताको यात्रा सुनाए। उनको कथा प्रेरणादायी थियो। मलाई सबैभन्दा राम्रो लागेको कुरा के थियो भने उनी सधैँ परिवार, मित्रता र विश्वासलाई महत्त्व दिन्थे। समय बित्दै जाँदा हामी बीच राम्रो मित्रता विकास भयो। तर त्यो मित्रता सधैँ सम्मान र मर्यादामा आधारित थियो। अर्को दिन नीरजको काम सकियो। फर्किने समय आयो। उनले घरको आतिथेयताका लागि धन्यवाद दिए। मैले पनि यात्राको शुभकामना दिए। केही दिनपछि अर्जुन घर फर्किए। मैले सबै कुरा सुनाए। अर्जुन आफ्नो साथीको राम्रो व्यवहार सुनेर खुसी भए। त्यसपछि हामी तीनैजना राम्रो साथी बन्यौं। त्यो घटनाले मलाई एउटा महत्त्वपूर्ण कुरा सिकायो। जीवनमा सम्बन्धहरू विश्वास, सम्मान र इमानदारीताले बलियो बन्छन्। असल मित्रता र राम्रो व्यवहारले अपरिचित मानिसहरूलाई पनि परिवार जस्तै नजिक बनाउन सक्छ। समय बित्दै गयो। जीवन आफ्नो गतिमा अगाडि बढिरह्यो। तर चितवनको त्यो वर्षे साँझ बरन्डामा बसेर गरिएका ती प्रेरणादायी कुराकानीहरू मेरो स्मृतिमा सधैँ ताजा रहिरहे। समय बित्दै गयो। नीरज आफ्नो काममा व्यस्त भयो र अर्जुन तथा अनिशा पनि आफ्नो दैनिक जीवनमा फर्किए। तर त्यो छोटो भेटले सबैलाई एउटा असल मित्रताको महत्त्व सम्झाएको थियो। केही महिनापछि अर्जुनको कामको जिम्मेवारी अझ बढ्न थाल्यो। उनी प्राय विभिन्न शहरमा जानुपर्ने हुन्थ्यो। अनिशाले सधैँ उनको साथ दिइन्। घरको जिम्मेवारी सम्हालिन् र श्रीमानको सफलतामा खुसी भइन्। एक दिन अर्जुनले अनिशालाई एउटा खुसीको खबर सुनाए। कम्पनीले उनलाई ठूलो पदमा बढुवा गरेको थियो। त्यो समाचार सुनेर अनिशाको खुसीको सीमा रहेन। उनले परिवारका सबै सदस्यलाई फोन गरेर शुभ समाचार सुनाइन्। यसबीच अनिशाले पनि आफ्नो पुरानो सपना पूरा गर्ने निर्णय गरिन्। उनलाई सानैदेखि पुस्तक लेख्ने र कथा सिर्जना गर्ने रुचि थियो। उनले नियमित रूपमा लेख्न सुरु गरिन्। सुरुमा सामान्य लेखहरू लेखिन्। पछि ती लेखहरू सामाजिक सञ्जालमा लोकप्रिय हुन थाले। अर्जुनले सधैँ उनलाई हौसला दिँदै भने कि मानिसले आफ्नो सपना कहिले छोड्नु हुँदैन। यही समर्थनले अनिशाको आत्मविश्वास झन बढ्दै गयो। एक वर्षपछि अनिशाको पहिलो पुस्तक प्रकाशित भयो। पुस्तक सार्वजनिक भएको दिन उनी निकै भावुक भइन्। मञ्चमा उभिँदा उनले आफ्नो सफलताको श्रेय परिवारलाई दिइन्। अर्जुन दर्शक दीर्घामा बसेर गर्वका साथ ताली बजाइरहेका थिए। त्यसपछि उनीहरूको सम्बन्ध झन गहिरो बन्दै गयो। पहिले भन्दा बढी समय एकअर्कालाई दिन थाले। व्यस्त जीवनका बीच पनि सानो सानो खुसीलाई महत्त्व दिन थाले। एक साँझ उनीहरू नारायणी नदीको किनारमा घुम्न गए। सूर्य अस्ताउँदै थियो। आकाश सुनौलो देखिन्थ्यो। दुवै शान्त वातावरणमा बसेर आफ्नो विगत सम्झिरहेका थिए। अनिशाले मुस्कुराउँदै भनिन् कि जीवनमा सबैभन्दा ठूलो उपहार विश्वास र साथ रहेछ। अर्जुनले सहमत हुँदै भने कि सफलताको अर्थ केवल पैसा वा पद होइन, आफूलाई सधैँ साथ दिने मानिस हुनु पनि हो। त्यो क्षण उनीहरूका लागि विशेष बन्यो। दुवैले भविष्यका नयाँ सपनाहरू देख्न थाले। नयाँ ठाउँ घुम्ने, परिवारसँग समय बिताउने र जीवनका प्रत्येक खुसीलाई सँगै अनुभव गर्ने योजना बनाए। समय फेरि अघि बढिरह्यो। जीवनमा उतार चढाव आए, कहिलेकाहीँ चुनौतीहरू पनि आए, तर उनीहरूले हरेक कठिनाइलाई सँगै सामना गरे। यही कारणले उनीहरूको सम्बन्ध वर्षौं बित्दै जाँदा झन बलियो र सुन्दर बन्दै गयो। र एक दिन जब उनीहरू आफ्नो घरको छतमा बसेर ताराहरू हेरिरहेका थिए, अनिशाले महसुस गरिन् कि साँचो प्रेम कुनै नाटकीय घटनामा होइन, दैनिक जीवनका साना साना साथ, विश्वास र सम्झनाहरूमा लुकेको हुन्छ। उनीहरूको प्रेम कथा अझै समाप्त भएको थिएन। हरेक नयाँ बिहानसँगै उनीहरूको जीवनमा नयाँ अध्याय सुरु भइरहेका थिए। वर्षहरू बिस्तारै बित्दै गए। अर्जुन र अनिशाको सम्बन्ध समयसँगै अझ परिपक्व र बलियो बन्दै गयो। उनीहरूले जीवनका धेरै उतार चढाव सँगै पार गरिसकेका थिए।
यही कारणले उनीहरूको विश्वास पहिले भन्दा अझ गहिरो बनेको थियो। अनिशाको लेखन यात्राले पनि नयाँ उचाइ लिन थालेको थियो। उनका कथाहरू धेरै मानिसहरूले मन पराउन थाले। विभिन्न कार्यक्रमहरूमा उनलाई बोलाइन्थ्यो। तर जति सफलता प्राप्त गरे पनि उनले आफ्नो परिवार र सम्बन्धलाई सधैँ पहिलो स्थानमा राखिन्। एक दिन अर्जुनले केही दिनको बिदा लिए। उनले अनिशालाई एउटा विशेष सरप्राइज दिन चाहेका थिए। बिहानै उनले यात्रा गर्ने योजना सुनाए। अनिशालाई सुरुमा गन्तव्यबारे केही थाहा थिएन। उनी केवल अर्जुनसँग यात्रामा निस्किन्। लामो यात्रापछि उनीहरू एउटा शान्त पहाडी गाउँमा पुगे। वरिपरि हरिया डाँडाहरू थिए। टाढा हिमालहरू चम्किरहेका थिए। हावामा फूलहरूको सुगन्ध मिसिएको थियो। शहरको भिडभाडबाट टाढा त्यो स्थान निकै सुन्दर र शान्त थियो। त्यहाँ बिताएको पहिलो दिन उनीहरू लामो समयपछि पूर्ण रूपमा एकअर्कासँग समय बिताइरहेका थिए। न मोबाइलको व्यस्तता थियो न कामको तनाव, केवल उनीहरू दुई र प्रकृतिको सुन्दरता। साँझपख उनीहरू एउटा डाँडाको टुप्पोमा पुगे जहाँबाट सूर्यास्त स्पष्ट देखिन्थ्यो। सुनौलो घाम बिस्तारै हिमाल पछाडि हराउँदै थियो। त्यो दृश्य हेर्दै अनिशाले भनिन् कि यस्ता क्षणहरू जीवनभर सम्झन लायक हुन्छन्। अर्जुनले मुस्कुराउँदै उत्तर दिए कि जीवनमा धेरै उपलब्धि प्राप्त गर्न सकिन्छ, तर प्रिय व्यक्तिसँग बिताएका यस्ता क्षणहरूको मूल्य कुनै पनि सफलताभन्दा ठूलो हुन्छ। त्यसपछि उनीहरू हरेक बिहान सँगै हिँड्न निस्किन्थे। गाउँका मानिसहरूसँग भेट्थे, स्थानीय परिकारको स्वाद लिँदै नयाँ अनुभवहरू सङ्कलन गर्थे। ती दिनहरू उनीहरूको जीवनका सबैभन्दा सुन्दर दिनहरूमध्ये एक बने। यात्राबाट फर्किएपछि पनि उनीहरूको सम्बन्धमा नयाँ ऊर्जा आएको थियो। उनीहरू पहिले भन्दा बढी खुला रूपमा आफ्ना भावना व्यक्त गर्न थाले। साना साना कुरामा खुसी खोज्न थाले। केही समयपछि अनिशाले अर्को पुस्तक लेख्न सुरु गरिन्। यसपटक कथा प्रेम, विश्वास र जीवनका वास्तविक अनुभवहरूमा आधारित थियो। लेखनको क्रममा अर्जुनले उनलाई धेरै सहयोग गरे। कहिलेकाहीँ नयाँ विचार दिन्थे, कहिलेकाहीँ रात अबेरसम्म बसेर उनको लेख पढ्थे। जब पुस्तक प्रकाशित भयो त्यो अपेक्षाभन्दा धेरै सफल बन्यो। कार्यक्रममा बोल्दै अनिशाले भनिन् कि हरेक सफल कथाको पछाडि एउटा प्रेरणा हुन्छ र उनको प्रेरणा अर्जुन थिए। दर्शकहरूले लामो ताली बजाए। अर्जुनको अनुहारमा गर्व र खुसी स्पष्ट देखिन्थ्यो। दिनहरू फेरि आफ्नो गतिमा अघि बढे, तर उनीहरूको सम्बन्धमा रहेको आत्मीयता अझ बलियो हुँदै गइरहेको थियो। जब उनीहरू पुराना फोटोहरू हेर्थे, विगतका सङ्घर्षहरू सम्झन्थे र आफूले सँगै पार गरेको यात्रालाई हेरेर मुस्कुराउँथे। एक रात हल्का वर्षा भइरहेको थियो। झ्याल बाहिर पानीका थोपा टल्किरहेका थिए। उनीहरू चिया पिउँदै भविष्यका योजनाबारे कुरा गरिरहेका थिए, आफ्ना नयाँ सपना, नयाँ यात्रा र आउने दिनहरूका बारेमा। अनिशाले महसुस गरिन् कि साँचो प्रेम केवल ठूलो घोषणामा होइन, दैनिक जीवनका साना साना व्यवहारमा लुकेको हुन्छ। कठिन समयमा साथ दिनु, खुसी बाँड्नु, एकअर्काको सपना पूरा गर्न सहयोग गर्नु र सम्मान गर्नु नै सम्बन्धको वास्तविक आधार रहेछ। बाहिर वर्षा परिरहेकै थियो। घरभित्र न्यानो वातावरण थियो। उनीहरू दुवै भविष्यप्रति आशावादी थिए। उनीहरूलाई थाहा थियो कि जीवनमा अझ धेरै चुनौतीहरू आउनेछन्, तर उनीहरू सँगै थिए र त्यही कुरा सबैभन्दा महत्त्वपूर्ण थियो। यसरी उनीहरूको प्रेम, विश्वास र साथको यात्रा नयाँ अध्यायतर्फ अघि बढिरह्यो। प्रत्येक नयाँ दिनले उनीहरूको कथामा अर्को सुन्दर पाना थप्दै गइरहेको थियो। समय फेरि अगाडि बढ्दै गयो। अनिशा र अर्जुनको जीवन अब स्थिर जस्तो देखिन्थ्यो, तर भित्रभित्रै उनीहरूको दिनचर्या अझ अर्थपूर्ण र जिम्मेवारीले भरिँदै गएको थियो। उनीहरूले सँगै बनाएको सपना बिस्तारै वास्तविकतामा बदलिँदै थियो। अनिशाको लेखनले अब अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा पाउन थालेको थियो। उनका कथाहरू विभिन्न भाषामा अनुवाद हुन थाले, तर उनी जति सफल हुँदै गइन् त्यति नै विनम्र पनि रहिन्। उनी सधैँ भन्थिन् कि जीवनको सबैभन्दा ठूलो शक्ति प्रसिद्धि होइन, सम्बन्ध हो। अर्जुन पनि आफ्नो काममा धेरै अगाडि बढिसकेका थिए। उनले आफ्नो कार्यालयमा नयाँ जिम्मेवारी सम्हालिरहेका थिए। व्यस्तता बढे पनि उनीहरू एकअर्काका लागि समय निकाल्न कहिले छुटाउँदैनथे। बिहानको चिया, बेलुकाको छोटो कुराकानी र सप्ताहान्तको सानो घुमघाम उनीहरूको दिनचर्या बनेको थियो। एक दिन अनिशालाई एउटा ठूलो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा बोलाइयो। यो उनको करियरको निकै महत्त्वपूर्ण अवसर थियो। सुरुमा उनी अलि नर्भस थिइन्, तर अर्जुनले उनलाई हिम्मत दिए। उनले भने कि यदि मनमा विश्वास छ भने कुनै पनि सपना ठूलो हुँदैन। सम्मेलनको दिन अनिशा स्टेजमा उभिँदा हलमा धेरै देशका लेखक र दर्शकहरू उपस्थित थिए। उनले आफ्नो अनुभव, सङ्घर्ष र लेखन यात्राबारे बोलेकी थिइन्। उनको आवाज आत्मविश्वासले भरिएको थियो। जब उनले आफ्नो कथाको अन्त्य गरिन्, पूरा हल तालीले गुन्जियो। त्यो क्षण अनिशाको लागि अविस्मरणीय बन्यो। तर उनको नजर पछाडि बसेका अर्जुनतर्फ गयो। उनी मुस्कुराउँदै ताली बजाइरहेका थिए। अनिशाले महसुस गरिन् कि यो सफलताको पछाडि सबैभन्दा ठूलो शक्ति उनीहरूको सम्बन्ध थियो। कार्यक्रमपछि उनीहरू केही दिनका लागि अर्को शहर घुम्न गए। त्यो यात्रा उनीहरूको लागि विश्राम मात्र थिएन, एकअर्कासँग अझ नजिक हुने अवसर पनि थियो। नयाँ ठाउँ, नयाँ अनुभव र पुराना यादहरूले उनीहरूको सम्बन्धलाई अझ गहिरो बनायो।
एक साँझ उनीहरू नदी किनारमा बसेका थिए। पानी शान्त बगिरहेको थियो। टाढा शहरको बत्तीहरू टल्किरहेका थिए। अर्जुनले अनिशाको हात समात्दै भने कि जीवनमा धेरै लक्ष्यहरू पूरा भए पनि सबैभन्दा सुन्दर उपलब्धि उनलाई भेट्नु नै हो। अनिशाको आँखामा हल्का भावुकता देखियो। उनले भनिन् कि उनले कहिल्यै सोचिनन् कि उनको जीवन यति सुन्दर र स्थिर बन्न सक्छ। दुवैले एकअर्कालाई हेरे र मौनतामै धेरै कुरा बुझिसके। समयसँगै उनीहरूको जीवनमा एउटा नयाँ अध्याय सुरु भयो। उनीहरूले एउटा सानो पुस्तकालय खोल्ने योजना बनाए जहाँ नयाँ लेखकहरूले आफ्नो सपना सुरु गर्न सकुन्। यो परियोजना उनीहरूको साझा सपना थियो। पुस्तकालय निर्माण हुँदा धेरै मानिसहरू आएर सहयोग गरे। उद्घाटनको दिन गाउँभरि उत्साह थियो। अनिशाले भनिन् कि यो केवल पुस्तकालय होइन, यो सपना र प्रेरणाको घर हो। अर्जुनले थपे कि हरेक व्यक्तिको जीवनमा यस्तो ठाउँ हुनुपर्छ जहाँ उनीहरूले आफ्ना विचार स्वतन्त्र रूपमा व्यक्त गर्न सकुन्। दिनहरू फेरि सामान्य भए, तर अब उनीहरूको जीवन अझ अर्थपूर्ण थियो। बिहान पुस्तकालयमा समय बित्यो, दिउँसो काम र लेखनमा र साँझ सँगै बस्ने क्षणहरूमा। एक रात छतमा बसेर ताराहरू हेर्दै गर्दा अनिशाले भनिन् कि जीवनको यात्रा सधैँ सजिलो हुँदैन, तर सही साथ पाएपछि हरेक बाटो सुन्दर बन्न सक्छ। अर्जुनले सहमत हुँदै भने कि उनीहरूको कथा कुनै अन्त्य होइन, यो त निरन्तर चलिरहेको यात्रा हो। आकाशमा चल्किरहेका ताराहरू झैं उनीहरूको सपना पनि निरन्तर चम्किरहेका थिए र उनीहरूलाई थाहा थियो कि भविष्यमा अझ धेरै पानाहरू लेखिन बाँकी छन्, अझ धेरै क्षणहरू बाँडिन बाँकी छन् र अझ धेरै यात्रा सँगै गर्न बाँकी छ। समय बित्दै जाँदा अनिशा र अर्जुनको जीवन अझ स्थिर र परिपक्व बन्दै गयो। उनीहरूले बनाएको सानो पुस्तकालय अब गाउँको मात्रै होइन, वरिपरिका जिल्लाहरूमा पनि परिचित हुन थालेको थियो। धेरै युवाहरू त्यहाँ आएर आफ्नो लेखन यात्रा सुरु गर्थे। अनिशाको नाम अझ ठूलो हुँदै गइरहेको थियो, तर उनले आफ्नो जीवनशैली कहिल्यै परिवर्तन गरिनन्। उनी अझै पनि बिहान चिया बनाउँदै अर्जुनसँग दिनको सुरुवात गर्थिन् र रातमा भविष्यका योजनाबारे कुरा गर्थिन्। अर्जुनले एक दिन एउटा ठूलो परियोजना पाए। यो उनको करियरको सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारी थियो। सुरुमा उनी अलि तनावमा थिए, तर अनिशाले उनलाई सधैँ सम्झाइन् कि ठूलो जिम्मेवारीसँगै ठूलो अवसर पनि आउँछ। अर्जुन केही महिनाका लागि धेरै व्यस्त भए। त्यो समयमा अनिशाले घर, पुस्तकालय र आफ्ना लेखन कार्यलाई सन्तुलनमा राखिन्। कहिलेकाहीँ थकान हुन्थ्यो, तर उनले कहिल्यै हार मानिनन्। एक दिन अर्जुन काम सकेर घर फर्किए। धेरै दिनपछि उनीहरू सँगै शान्त साँझ बिताइरहेका थिए। बाहिर हल्का हावा चलिरहेको थियो। घरभित्र शान्त वातावरण थियो। अर्जुनले अनिशालाई भने कि कामले जति सफलता दिए पनि परिवारको साथ बिना जीवन अधुरो हुन्छ। अनिशाले मुस्कुराउँदै भनिन् कि साँचो सफलता भनेको सन्तुलन हो, जहाँ सपना र सम्बन्ध दुवैसँगै अघि बढ्छन्। केही समयपछि उनीहरूको पुस्तकालयले एउटा ठूलो कार्यक्रम आयोजना गर्यो। देशभरबाट लेखक, विद्यार्थी र साहित्य प्रेमीहरू आए। अनिशाले उद्घाटन भाषण दिँदा धेरै मानिसहरू प्रेरित भए। कार्यक्रमपछि एक युवा लेखकले अनिशालाई भेटेर भन्यो कि उनको कथाले उसको जीवन परिवर्तन गरेको छ। यो सुनेर अनिशा भावुक भइन्। उनले बुझिन् कि उनको लेखन अब केवल शब्द होइन, धेरै मानिसहरूको प्रेरणा बनेको छ। अर्जुन त्यही क्षण टाढाबाट उनलाई हेर्दै मुस्कुराइरहेका थिए। उनलाई गर्व थियो कि उनको जीवनसाथीले यति ठूलो योगदान दिएकी छिन्। त्यो रात उनीहरू घर फर्किएपछि छतमा बसे। आकाशमा चम्किरहेका ताराहरूलाई हेर्दै उनीहरूले आफ्नो यात्राबारे कुरा गरे। सङ्घर्ष, सफलता र साना साना खुसीहरूको सम्झना गर्दै उनीहरू भावुक भए। अनिशाले भनिन् कि जीवनमा धेरै मोडहरू आउँछन्, तर सही साथ पाएपछि सबै मोडहरू अर्थपूर्ण बन्छन्। अर्जुनले सहमत हुँदै भने कि उनीहरूको यात्रा अझै समाप्त भएको छैन। भविष्यमा अझ धेरै सपना पूरा गर्न बाँकी छन्। त्यो रात उनीहरू चुपचाप बसिरहे, तर मौनतामा पनि धेरै भावना थिए। विश्वास, सम्मान र गहिरो आत्मीयताले भरिएको उनीहरूको सम्बन्ध अब केवल प्रेम होइन, जीवनको एउटा सुन्दर सहयात्रा बनेको थियो। र उनीहरूलाई थाहा थियो यो यात्रा अझै लामो छ, अझ सुन्दर छ र अझ धेरै कथाहरू बाँकी छन्। समय फेरि आफ्नो गतिमा अघि बढ्यो। अनिशा र अर्जुनको जीवन अब स्थिर मात्र होइन, जिम्मेवारी र सन्तुलनले भरिएको थियो। उनीहरूले सुरु गरेको सानो पुस्तकालय अब एउटा प्रेरणाको केन्द्र बन्न थालेको थियो, जहाँ धेरै युवाहरू आफ्ना सपना लिएर आउँथे। अनिशाको लेखन यात्रा निरन्तर अगाडि बढिरहेको थियो। उनका कथाहरू केवल मनोरञ्जन मात्र नभई मानिसहरूको सोच परिवर्तन गर्ने माध्यम बन्दै गएका थिए। धेरै पाठकहरूले उनलाई पत्र लेखेर धन्यवाद दिन्थे। अर्जुनको करियर पनि निरन्तर उचाइमा पुगिरहेको थियो, तर उनले कहिल्यै आफ्नो व्यस्ततालाई सम्बन्धभन्दा माथि राखेनन्। उनी सधैँ अनिशालाई समय दिन प्रयास गर्थे, चाहे त्यो केही मिनेटको कुराकानी नै किन नहोस्। एक दिन अनिशालाई एउटा ठूलो सम्मान समारोहमा बोलाइयो। उनलाई उदीयमान प्रेरणादायी लेखकको रूपमा सम्मान गरिने थियो।
यो उनको जीवनको महत्त्वपूर्ण क्षण थियो। समारोहको दिन अनिशा स्टेजमा उभिँदा धेरै दर्शकहरू उपस्थित थिए। उनले आफ्नो जीवन यात्रा, सङ्घर्ष र सफलताको बारेमा बोलेकी थिइन्। उनको आवाज आत्मविश्वासले भरिएको थियो। जब उनले आफ्नो भाषण समाप्त गरिन्, पूरा हल तालीले गुन्जियो। त्यो क्षण उनको लागि अविस्मरणीय बन्यो। दर्शकहरूमा बसेका अर्जुनले गर्वका साथ उनलाई हेरिरहेका थिए। समारोहपछि उनीहरू दुवै सानो यात्रामा निस्किए। पहाडको शान्त ठाउँमा केही दिन बिताउने योजना थियो। शहरको भिडभाडबाट टाढा उनीहरूले शान्त जीवन अनुभव गर्न चाहन्थे। त्यहाँको वातावरण निकै सुन्दर थियो। हरियाली पहाड, चिसो हावा र शान्त आकाशले उनीहरूको मनलाई आराम दियो। उनीहरू लामो समयपछि बिना तनाव सँगै समय बिताइरहेका थिए। एक साँझ उनीहरू पहाडको डाँडामा बसेर सूर्यास्त हेरिरहेका थिए। सुनौलो घाम बिस्तारै बादलभित्र हराउँदै थियो। अनिशाले भनिन् कि जीवनका यस्ता क्षणहरू नै सबैभन्दा बहुमूल्य हुन्छन्। अर्जुनले सहमत हुँदै भने कि ठूलो सफलता भन्दा पनि यस्ता शान्त क्षणहरू नै जीवनलाई पूरा बनाउँछन्। त्यसपछि उनीहरू केही समय चुपचाप बसे, तर त्यो मौनतामा पनि गहिरो बुझाइ थियो। उनीहरू एकअर्कालाई शब्द बिना नै बुझ्न सक्ने अवस्थामा पुगेका थिए। केही महिनापछि उनीहरूको पुस्तकालयले नयाँ शाखा खोल्ने योजना बनायो। यो परियोजना अझ ठूलो थियो। धेरै मानिसहरू जोडिए। अनिशा र अर्जुन दुवैले मिलेर यसलाई सफल बनाउन मेहनत गरे। उद्घाटनको दिन गाउँभर उत्सव जस्तै माहौल थियो। बालबालिकादेखि वृद्धसम्म सबै उत्साहित थिए। अनिशाले भनिन् कि शिक्षा र प्रेरणा नै समाजको सबैभन्दा ठूलो शक्ति हो। अर्जुनले पनि भने कि जब मानिसहरू एकअर्कालाई सहयोग गर्छन्, तब कुनै पनि सपना असम्भव हुँदैन। दिनहरू फेरि सामान्य हुँदै गए, तर उनीहरूको जीवन अझ अर्थपूर्ण र उद्देश्यपूर्ण बन्दै गयो। प्रत्येक दिन उनीहरूले केही नयाँ सिक्थे, केही नयाँ गर्थे र केही नयाँ बाँड्थे। र रातमा जब उनीहरू घरको छतमा बसेर आकाश हेर्थे, उनीहरूलाई लाग्थ्यो कि जीवन अझै सुरु हुँदैछ, अन्त्य होइन। उनीहरूको यात्रा अझै जारी थियो, नयाँ सपना र नयाँ आशाहरूका साथ। यदि तपाईलाई यस्तो कथा मन पर्छ भने भिडियोलाई लाइक गर्न नबिर्सनुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्।